र नमस्कार दर्शक महानुभाव सबैलाई स्वागत छ। विशेष आज यो तपाईँहरूलाई देखेर चाहिँ एउटा औषधीय वनस्पति है, जसले चाहिँ अब एकदमै यो हाम्रो पाइल्सको समस्या जो जतिलाई छ है, कतिको चाहिँ मासु पलाउने जस्तो समस्या छ, कति मासु बाहिर निस्केर मलद्वादेखि बाहिर निस्केर फेरि भित्र जाने खालको है, टोइलेट गर्न अथवा दिशाहरू गर्नमा अप्ठ्यारो हुने खालको समस्याहरू छ। यदि तपाईँलाई बस्नसम्म अप्ठ्यारो हुने है, र कतिलाई त एकदमै पीडा दिइरहेको छ भनेदेखि तपाईँहरूले यसमा आयुर्वेदमा पनि यसको चर्चा छ है। र विशेष चाहिँ यसलाई हामी साधारणतः यसलाई कुरो घाँस भनेर भन्ने गर्छौँ है। र यसको 2-3 पत्ता निकाल्नुहोस्, यसलाई पिस्नुहोस् मजाले, र मजाले यसलाई पिसेर चाहिँ त्यसमा 2 चुट्की हर्दी हालेर त्यसलाई पनि फिट्नुहोस् मजाले। फिटिसकेपछि तपाईँले जुन फोका छ या जुन प्रकारको यो मलद्वारमा निस्केको फोडा अथवा एक प्रकारको यो पाइल्सको जुन घाउ छ है, त्यसमा चाहिँ दैनिकी लाउने गर्नुहोस् है। यसले तपाईँको के गर्छ भन्दाखेरि घाउलाई सुकाउने साथसाथै यो इन्फेक्टेड हुनुबाट चाहिँ बचाउँछ। यसलाई चाहिँ हामी कुरो जार भन्छौँ।